कति वर्ष भयो रे भाइ धेरै बनाउनु थाल्ला 40-45 वर्ष हुन्छ मकैको पिठो अलि डल्लो कम्पनी हो र के हो कोदोहरूको चाहिँ अलि धेरै पर्छ जस्तो लाग्यो सानो कराई भएर कोदोहरूको चाहिँ डल्लो धेरै पर्ने के हो डल्लो धेरै पर्ने भन्दा पनि अलि नारी कमजोर भने त्यो ढुँडो काँचै हुन्छ काँचै हुन्छ है किन फोका फोका हुन्छ नि त्यो हामीले पकाउँदा त भित्र पिठो हुन्छ के हो त्यही हो नपाकेको सामान पनि हुनु पर्यो यस्तै ए यस्तो चाहियो यो हल्लेन नि त यो चुलो यो ठ्याक्क मैले के गर्छु बस्छ भने पानी सट्ट भिजाए कुकरमा सिटी लगाइदियो खान्छ त्यो त फटको चाहिँ मलाई त्यो कुकरमा सिटी लगाएर म एकदम कडाइ गर्न खोजिरहेको छु नमस्काइकन अलिक स्वाद नमस्कार त स्वाद बेकार हरेक कुरा चाहिँ भावना सोचेर गरे मात्रै हो त्यो राम्रो हुँदै हुँदैन ग्यारेन्टी तातो पानी तताउँछ अनि पिठोलाई चाहिँ अलिकति पहिले घिउ हालेर भुट्यो मजाले अनि पानी हाल्यो भने चाहिँ अनि डल्लो अलिक पर्दैन मस्काउनु त मस्काउनु तर अलिक कम मस्कायो नि डल्लो नपरे सिधै फजिलो यसो नतानिकन त अन्त ग्यासको पिठमै अडिन्न के समाउनु पर्छ अनि यस्तो एउटा तालोले यहाँ यसरी च्याप समाउने एकजनाले भात पकाउने 2 जना लायो भन्छन् अनि के काम लाग्छ भनेर मात्र भएर खानु पर्यो खानु पर्यो नि भात पकाउन नि 2-3 जना लाग्छ तिमीहरूलाई भन्छ